कनरे भनेर नि कति दुःख दिन जानेको होला। साह्रै दुःख दियो। आजले कुन ठाउँमा अट्याक गरेछ मेरै बाजुकोमा गएर हेर्नु पर्यो। बाजुबारी माथिको आलु कति फुलेछ चोरेको चोरेन आलु त चोरेको रहेन रहेछ। आलु त कतिले रहेछ है यो बाजु भन्नेमा घर पनि ठिकै रहेछ। योमा मैले अट्याक गर्नुपर्छ र यो आएपछि मैले जानेछु यसको दुश्मनीको बदला त मैले कसरी लिनुपर्छ भन्ने म राम्रोसित बुझेको छु। कहाँ यहाँ बसेर के गरिरहेको कतिलाई मेरो बाजु जमिनमा आँखा लागेनस्। तैँले ठिकै भनिस् यो जमिन मेरो हो। यो माथि अट्याक गर्ने मान्छेले म सिधाइदिन्छु सिधै। तैँले मेरो कति दुश्मनी गरेको छस् भन्ने मैले राम्रोसित थाहा छ। आज तेरो अन्तिम क्लास हो। तैँले अस्ति घरको बारेमा पनि भनेर धेरै दुश्मनी गराएको छस्। तेरो पहिलाको रिस मलाई थाहा छ राम्रोसित। अस्ति पिचुटाइ खाएर भागेकोस् आज त बस्दिनस् सिधै क्लास। तैँले आज राम्रोसित पिचुटाइ भेट्ने भने छस्। म को हो भनेर तैँले चिनेकै छैनस्। मेरो पावर हेर्ने हो। साँच्चै नि उसको पावर कति छ भने आज हेर्छस्। साँच्चै हो नि साँच्चै हो त। मेरो पावर दे। तैँले मलाई हानेको मैले हानेको मेरो देखिस् नि मेरो पावर। गोर्जीसँग लड्नेले कसैले पनि बाँच्ने हात गरेको छैन। अब त मरिस्। साला कता गयो चाहिँ हो अत्या छस् त। मरो रहेछ साला। यसको आज काल हुने भयो। साला एसटी हुन्छ अर्कासित दुश्मनी गर्दा।